आज मैले यो अन्तिम भिडियो हाम्रो गगनजीका लागि, किनभने यो मैले बनाउनै पर्ने भयो, नबनाइ नहुने भएको भएर मैले बनाउन लागेको। अब गगनजी प्रतिको मेरो जति पनि मैले सोचेको थिएँ, जे मैले भन्नु खोजेको थिएँ त्यो सबै मिलेको भएर मैले यो भिडियो बनाउन लागेको। यस पछाडि म भिडियो बनाउँदिनँ र यस पछाडि उहाँ जब चाहिँ बाहिर सडकबाट कसरी प्रस्तुत हुनुहुन्छ, त्यस पछाडि उनले चाहिँ राम्रा काम गर्दा गर्दै पनि अझ फेरि चाहिँ त्यसलाई पनि मोडिफाई गरेर बिगार्ने, जनतामा भ्रम छर्न लाग्नुभयो भने जसरी हिजो आजसम्म यो 25 वर्षदेखि छर्दै आउनुभयो, फेरि त्यस पछाडि बोल्नुला। नत्र भने यो विशेष गरी जसको के अरे गगन थापाका लागि अन्तिम भिडियो नबनाइ नहुने पर्ने भयो भएर बनाउनै पर्ने भएर मैले बनाउन लागेको, नत्र म बनाउने पनि थिएन। किनभने पीडामा झन् मल्लम के अरे चाहिँ त्यो नुन छर्किने काम म चाहिँ गर्न चाहन्थेन, तर यो बनाउनै पर्छ। हो भनिन्छ मान्छेहरूको आफ्नो विचार हो, आफ्नो कर्म हो, तर म चाहिँ कति दाजुभाइहरूले, अधिकांश धेरैले नेपालीहरू हामीले मन्दिरमा गएर कुनै पनि भाकल गर्यो भने त्यो पूरा भयो भने हामी त्यहाँ चाहिँ भनौँ न एक हिसाबले लड्डु चढाउने, अब भनौँ न आफूले भाकल गरे अनुसारको चाहिँ काम गर्छौँ नि, होइन? सो त्यस्तै भएको छ मेरो पनि। त्यही भएर मात्रै मैले चाहिँ यो भिडियो बनाउन लागेको। मैले विशेष गरी एकदमै यो देशमा सबैभन्दा अभिशापको रूपमा चाहिँ लिएको थिएँ। यो मैले भ्युजर लागेको लागि मात्रै गरेको होइन साथी, मेरो अन्तर आत्माले बोलेको कुरा। आज मात्रै होइन, योभन्दा धेरै पहिलादेखि म आवाज उठाएको। यो देशका चारजना हार्नै पर्छ। नम्बर 1 केपी शर्मा ओली, महेश बस्नेत, रेणु दाहाल र गगन थापा। र गगन थापा मलाई चाहिँ राजनीतिमा सबैभन्दा बढी भ्रष्टाचारी चाहिँ केपी शर्मा ओली। उसलाई चाहिँ मैले अब छोडिदिइसकेँ, ऊ चाहिँ तुरन्तै पक्राउ पनि पर्दैछ, खै के हुँदैछ भन्ने कुरा सुनिरहेको छु। हिजोको एउटा इन्टरभ्यूमा सुनिराखेको थिएँ, आँखाबाट पुरै आँसु बगाएर। म जहिले पनि 6 घण्टा सुत्थेँ, सपनामा देशकै देख्छु, देशकै चिन्ता लाग्छ, अब पुराना विचार र नयाँ विचार हेर्दैछु, के पो गर्छन् भन् रुँदै एउटा रोइराखेको अवस्थामा छ क्या केपी शर्मा ओली। भन्नु चाहिँ होइन, हिजो कुकर्म गरेको छ नि त, कुकर्मको फल त भोग्नै पर्छ, त्यो जोसुकै होस्, गलत गरेपछि सजाय हुन्छ। अनि गगन थापाजीको विषयमा जसरी उनले चाहिँ यो अन्तिम भिडियो भएर मैले आज सबै कुरा भनिदिन लाग्यो, होइन? जसरी उनले चाहिँ नयाँ युवाहरूलाई चाहिँ राजनीतिमा आउनुपर्छ, नयाँ युवाहरू राजनीतिमा संलग्न हुनुपर्छ, नयाँ जोस जागर, यो पुरानालाई चाहिँ फाल्नु, दुनियाँ कुराहरू होइन थियो। जब रवि लामिछानेले पार्टी खोल्यो, दल बनाए, तपाईँ 21 जना सांसद लिएर गए पछाडि जसले चाहिँ त्यो 21 जनालाई चाहिँ त्यो 21 जनाको आवाज र 12.5 लाख करिब टोटल मतदाता त्यो बेलाको, ती सबैको चाहिँ एउटा आवाज सदनबाट चाहिँ गुन्जिने, ती 21 जनाको मेन हेडमास्टर भन्दा हुन्छ। हेडमास्टर इभन नीलो क्रान्तिका पिता आदरणीय केन्द्रीय सभापति रवि लामिछानेमाथि जसरी उसले प्रतिशोध साध्यो, जसरी घाँटी निमोट्न खोज्यो नि, सबैभन्दा ठुलो के छ त्योलाई रणनीति बनाउने यो गगन थापा थियो। हामी त्यतिखेरबाटै गगन थापाबाट रुष्ट हुँदै आयौँ। त्यसले पिल्दै ल्यायो, सत्ता र शक्तिको आडमा, बाउ र आमाको आडमा, बाउ र भाउजूको आडमा, दाइ र भाउजूको आडमा यसरी पिल्दै ल्यायो कि त्यो देख्दा पनि दर्दनाक हुने, होइन? जब एउटा मान्छे दुःखमा परिराखेको छ, जब चाहिँ उसले सुत्ने ठाउँमा पनि टोयलेट, होइन, खाने ठाउँमा पनि त्यहीँनिर चाहिँ नि, त्यहीँनिर सु गर्ने, त्यहीँनिर